एका देशमा एउटा सुन्दर गाउँ थियो। त्यो पहाडी गाउँमा चारैतिर ठूला ठूला पहाडहरू थिए। गाउँको वरिपरि हरियो भरियो बाग थियो। त्यो गाउँमा दुईवटा सानो सानो बाख्रा या गोट्स बस्थे। गाउँको बीचबाट एउटा धेरै लामो र सफा खोला बग्थ्यो। खोलाको बीचमा एउटा ढल्केको रुख थियो। गाउँका मानिसहरूले त्यसलाई पुल या ब्रिजको रूपमा प्रयोग गर्थ्यो। त्यो पुल एकदमै साँघुरो या न्यारो थियो। एक दिन त्यहाँ एउटा रातो खैरो बाख्रा घुम्दै घुम्दै खोलाको छेउमा आयो। त्यसको नाम भेटे थियो। भेटे धेरै घमण्डी थियो। भेटेले सोच्यो, आज म यो पुल पार गर्छु। अनि त्यो प्याट 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 गर्दै पुलतिर बढ्यो। अर्कोतिरबाट एउटा सेतो बाख्रा पनि आउँदै थियो। त्यसको नाम खर्के थियो। खर्के पनि धेरै जिद्दी थियो। दुईवटा पुलको ठिक बिचमा आए अनि छमक्क हेरेर उभिए। पुलमा त एकचोटिमा एउटा मात्रै हिँड्न सक्थ्यो। अहिले के हुन्छ होला? भेटेले खर्केलाई हेर्यो। खर्केले भेटेलाई हेर्यो। दुईवटाको आँखा ठूला ठूला भए। उनीहरूको मुखबाट आवाज निस्क्यो, मे! कोही पनि पछाडि हट्न तयार थिएन। उनीहरूमा धेरै घमण्ड थियो। भेटेले ठूलो स्वरले भन्यो, मे! खर्के, मलाई बाटो देऊ, म पहिला जान्छु। खर्केले पनि बढेर भन्यो, होइन, म पहिला जान्छु, तिमी पछाडि हट। दुईजनै धेरै रिसाए। उनीहरूले आफआफ्नो सिङ उठाए या होर्न्स उठाए। उनीहरूले एकअर्काका कुरा सुनेनन् अनि ठोक्का ठोक भयो। सिङ जुडे। दुईवटाले ठूलो झगडा गरे। पुल थरथर थरथर काम्न थाल्यो। सानो र कमजोर पुल बीचमा दुईजनाको झगडा भयो। त्यही बेला पत्रक्क क्र्याक हुन थाल्यो। अनि त छप्ल्याङ! दुईवटा मूर्ख बाख्राहरू खोलाको चिसो पानीमा खसे। अब खोलामा के भएछ त? भेटे पनि छप्लाङ्ग भिज्यो, खर्के पनि भिज्यो। खोलाको पानी धेरै चिसो थियो। उनीहरूलाई धेरै जाडो भयो। दुईवटालाई धेरै नराम्रो लाग्यो। उनीहरूले सोच्यो, हामी झगडा नगरेको भए यो पुल पनि भाँचिँदैन थियो अनि हामी भिज्दा पनि भिज्दैन थियो। यो कथाको शिक्षा या मोरल अफ द स्टोरी, घमण्ड र झगडा गर्नु धेरै नराम्रो हो। झगडाले सधैँ हाम्रो नोक्सान या हार्म मात्रै गर्छ। हामी सधैँ मिलेर र नम्र भएर बस्नुपर्छ। मिलेर बस्दा सधैँ हामी खुसी हुन्छौँ।